Stay ahead, stay informed. अब बन्ने बजेट वार्षिक खर्चको खाका मात्र होइन, दीर्घकालीन आर्थिक रूपान्तरणको दस्तावेज हुनुपर्छ। अबको बजेट के खर्च गर्ने भन्दा पनि कसरी राष्ट्र उत्पादनशील बनाउने भन्ने सोचमा केन्द्रित हुनुपर्छ। पहिलो कुरा, बजेटले प्राथमिकताहरू स्पष्ट पार्नै पर्छ। विगतका बजेटहरूमा पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा आदि प्राथमिकतामा राखिएको पाइन्छ। तर कार्यान्वयन तहमा पुगेपछि ती प्राथमिकताहरू मौकामा थन्किन्छन्, योजनाहरू ठेकेदारमुखी र खर्चमुखी हुन्छन्। अब चाहिने बजेट भनेको प्राथमिकताहरूलाई परिणाममुखी योजनामा रूपान्तरण गर्ने खालको हुनुपर्छ, जसले सरकारी लगानीबाट प्रत्यक्ष उत्पादन र रोजगारी सिर्जना गर्छ।